कहिलेकाहीँ म ती औँलाहरूबारे सोचिबस्छु। कहिलेकाहीँ म ती औँलाहरूबारे सोचिबस्छु जो जीवनको तीर्थयात्रामा कतै छुटी गए। ती कोमल मुलायम औँलाहरू, ती न्याना प्रेमिल औँलाहरू, ती चिसा फ्रोजन औँलाहरू। कुनै अद्भुत किताबका पाना पल्टाइरहेका औँलाहरू, सङ्गीतको स्वप्निल सरगममा नृत्यमग्न औँलाहरू, एक लाछी उनको घर बनाउन क्रुसमा चलमलाउने औँलाहरू, चित्रकारिता गर्न क्यानभास सामु रङ्गीन ब्रुसमा लतपतिएका औँलाहरू, धुलो जमेको ऐनामा आफ्नो नाम लेखिरहेका औँलाहरू, बैरको झाडीमा अल्झिएका औँलाहरू, प्रेयसीका अधरमा बल्झिएका औँलाहरू। केही औँला त यस्ता हुन्छन् जो कविता लेख्दा लेख्दै काव्य सङ्ग्रहको पाण्डुलिपिभित्र कतै छुट्छन्। केही औँला प्रेमपत्र लेख्दा लेख्दै कलमका टुप्पाहरूमा छुट्छन्। केही औँला बाँसुरीका प्वालहरूमा छुट्छन्। केही औँला वीणाका तारहरूमा। मानव ती हिउँदका बर्फिला औँलाहरू हुन् जो ज्याकेटका गोजीहरूमा छुट्छन्। केही औँला मन्दिरका ससाना घन्टीहरूमा छुट्छन्। टिङ टिङ टाङ टुङ। केही औँला मन्दिरका घन्टीहरूमा छुट्छन्, केही कलशमा छुट्छन्। जसरी पुतली समाउन उडेका औँलाहरू बतासमा छुट्छन्। जीवन मझधारको डुङ्गामा केही औँला बहानामा छुट्छन्, केही औँला धर्मग्रन्थका पानाहरूमा। जसरी ध्यानमुद्रा औँलाहरू जपमालाका दिव्य दानाहरूमा छुट्छन्। जपमाला दिव्य दाना। कामना तथा प्रार्थनामा उठ्ने मेरा पवित्र औँलाहरू कहाँ कता छुटी गए भनी सोची बस्दा कहिलेकाहीँ उदास हुन्छु। माता पिता तथा गुरुका चरण स्पर्श गर्ने मेरा पवित्र औँलाहरू कहाँ कता छुटे। जीवनको नवजात निर्मल निर्मल नवजात मुहारलाई आस्थाले सुमसुम्याउने मेरा पवित्र औँला कहाँ छुटे र कता छुटी गए। मृत्युको बुढ्यौली कायालाई मायाले सुमसुम्याउने मेरा निर्दोष औँलाहरू। अनेकले मेरा अनेक औँला लिई गए। अनेकले मेरा अनेक औँला लिई गए। अब त मसित कुनै गुप्त गुनासो पनि रहेन ती अनेक प्रति जसले मेरा एक एक औँला कहिले सापटीमा, कहिले उधारोमा, कहिले मुफ्तमा लिई गए। ताते ताते गरी हिँड्नु पर्यो भनी बच्चाहरूले कान्छी औँला लिई गए। ताते 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 गरी हिँड्नु पर्यो भनी बच्चाहरूले कान्छी औँला लिई गए। वेडिङ रिङ लगाउन भनी प्रेयसीहरूले, प्रेमिकाहरूले, गर्लफ्रेन्ड्सहरूले अनामिका औँला लिई गए। दुश्मनलाई देखाउन भरी साथीहरूले माझी औँला लिई गए। पथिकहरूलाई घाट र घाटबाट घरतिरको पथ प्रदर्शन गर्न भनी बैरीहरूले चोर औँला लिई गए। जसरी नागरिकता तमसुक र मृत्यु पत्रमा ल्याप्छे लगाउन भनी शुभचिन्तकहरूले दुडी औँला लिई गए। कहिलेकाहीँ म सोच्ने गर्छु, सोचिबस्छु, यदा कदा तपाईलाई पनि त ती औँलाहरूको असीम याद आउँदो हो जो सेतो खरीसितै कालो पाटीमा छुटे। जो सेतो खरीसितै कालो पाटीमा छुटे। जो डाँठसितै फुलका थुङ्गाहरूमा छुटे। जो धागोसितै सियोको टुप्पामा छुटे। जो तासका पत्तीहरूमा छुटे।
जो तासका पत्तीहरूमा छुटे, जो सिगरेटका फिल्टरहरूमा छुटे, जो मदिराका प्यालाहरूमा छुटे, जो तासका पत्तीहरूमा छुटे, जो सिगरेटका फिल्टरहरूमा छुटे, जो मदिराका प्यालाहरूमा छुटे, जो रिभल्भरका ट्रिगरहरूमा छुटे, ती औँलाहरू प्यारा पेरा औँलाहरू कुन्नी कहाँ छुटे, कता छुटे, यता छुटे, उता छुटे, कता कता छुटे औँलाहरू। थ्याङ्क यू सो मच।